सम्पूर्ण धम्ममित्रहरुलाई नमस्कार गर्न चाहन्छु। अहिले हामी चाहिँ यहाँ गोलमा राजा बुद्ध विहारमा जाँदैछौँ र अहिले हामी ठ्याक्कै यो यहाँ फेदीबाट चाहिँ अब यहाँ माथिसम्म कति मिनेट लाग्दो रहेछ भन्ने चाहिँ हामीले यो भिडियोबाट पनि हामीले चेक गर्दैछौँ। अब हामी यहाँबाट लाँदैछौँ। हाम्रो चाहिँ धम्ममित्रहरू अगाडि बढिसक्नु भएको छ। हाम्रो राजन पुलामीज्यू र खड्कबहादुर पालिसक्नु भएको छ, उहाँहरू अगाडि गइसक्नु भएको छ। अब यसरी फटाफट हिँड्दाखेरि चाहिँ कति मिनट लाग्दो रहेछ त म हजुरलाई चाहिँ यो देखाउँदैछु। यसरी कुकुर पनि आएको छ दौडेर कति मिनट लाग्दो रहेछ होइन। ठ्याक्कै यहाँबाट म हजुरलाई चाहिँ गएर यहाँ चाहिँ समय चाहिँ थाहा हुन्छ र हजुरले चाहिँ यो भिडियोलाई कति मिनट लाग्छ भन्ने कुरा चाहिँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ होइन। अन्तिमसम्म चाहिँ हजुरले यो भिडियोलाई हेर्नुभयो भनेदेखि चाहिँ ठ्याक्कै कति मिनट लाग्दो रहेछ यहाँ गोलमा राजा बुद्ध विहारमा पुग्नको लागि भन्ने कुरा छ। र माथि हामी चाहिँ मेदङ्कर भन्दैज्यूसँग हिजो कुरा भएको छ, त्यसले गर्दा हामी त्यहाँ जाँदैछौँ। एकदमै अहिले एकदमै गर्मी छ। यो हिँडिराखेको छ हामी यहाँ अगाडि पुग्नु भएको छ, उहाँहरू माथि पुगेको छ, म त्यहाँ देखाउने छु। र एकदमै यहाँ चाहिँ धेरै उकालो छ यो है, यो उकालो धेरै छ होइन। अब यहाँ हेर्नुहोस् यहाँ चाहिँ अहिले नि अब एकदम बढ्नु थाल्यो। अब यो भर्खर सुरु भएको छ, 2 मिनट पनि भएको छैन होइन। तर यसरी उकालोमा दम बढ्न थाल्यो है। अब एकदम उकालो छ यो चाहिँ हजुरले यहाँ हेर्न सक्नुहुन्छ। एकदम यसरी उकालो छ यो है, ठाडै उकालो छ। अब यो ज्याकेट खोल्नुपर्ने अवस्था पनि आउँछ अहिले। अब यो कति मिनट लाग्छ र यहाँको बाटो कस्तो छ भन्ने चाहिँ हजुरले पनि भिडियोबाट थाहा पाउन सक्नुहुनेछ। अहिले वर्तमानमा चाहिँ पछि यो बाटोहरू राम्रो होला, तर अहिले चाहिँ यो बाटो यस्तो अवस्था छ, हेर्नु होला। यहाँ अगाडि पुग्नु भएको छ हाम्रो चाहिँ राजन पुलामी र खड्कबहादुर राणा, उहाँ अगाडि पुग्नु भएको छ। र ठ्याक्कै एकदम धेरै उकालो छ हजुर। यो यसरी यो टावर यहाँ चाहिँ ठुल्ठुलो यो पनि छ हजुर। सोमाङ्ला हजुर उहाँहरू एकदम टुवालो छ, घाम टुवालो। हो यहाँ गोलमा राजा बुद्ध विहार चाहिँ माथि नै छ र एकदमै यो ए हजुर मेरो त स्याहाँ दम पो पऱ्यो है। अहिले चाहिँ हामी माथि गोलमा राजा बुद्ध विहारमा जाँदैछौँ। हामीसँग अध्यक्षजी हुनुहुन्छ खड्कबहादुर राणा मगर, केन्द्रीय सदस्यजी हुनुहुन्छ राजन पुलामीज्यू। अहिले हामी माथि गोलमा राजा बुद्ध विहारमा चाहिँ तल फेदीबाट कति मिनट लाग्दो रहेछ भनेर पनि यो भिडियोबाट थाहा पाउनलाई मैले खिचिरहेको छु हजुर होइन। र अनि अहिले हामी माथि गोलमा राजा बुद्ध विहारमा मेदङ्कर भन्तेलाई भेट्न जाँदैछौँ। यो जानुको उद्देश्य के होला हजुर राजन पुलामीज्यू? हामी अब जानुको उद्देश्य अब यहाँ धेरै छ। हाम्रो समितिको केन्द्रीय समितिको बैठक पनि यहीँ बस्ने हो कि भनेर हामी सरसल्लाह गर्नुको लागि हिँड्दैछौँ। र एक त हाम्रो गोलमा राजा बुद्ध विहारमा पनि अब दर्शन गर्नु पाउने हजुर एकदम होइन। यहाँ धेरै फाइदा छ, अब स्वास्थ्यलाई पनि फाइदा छ। एकदम उकालो होइन, फोक्सोक एक्सर्साइज हुन्छ। अब यस्तो जाडोको मौसम बेलामा होइन हामी हिँड्दाखेरि हामीलाई स्वास्थ्यलाई पनि फाइदा छ, धेरै फाइदा छ हेर्नुहोस्। अनि त्यही भएर हामी चाहिँ यो अब कति मिनट लाग्छ भनेर हजुरले अघि नै जानकारी गराइसक्नु। हजुर अब यहाँ हामी भिडियो प्ले भइरहेको छ
हजुर अब यो एकछिन मलाई पनि थाहा भएन हजुर कम्तीमा आधा घन्टा समथिङमा त पुग्ला कि भन्ने चाहिँ तर यो मोटामोटी यो कति मिनट लाग्छ भन्ने कुरो त यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ होइन दर्शकलाई के भन्नुहुन्छ यो कति मिनट लाग्छ यो चाहिँ अन्तिमसम्म भिडियो हेरिदिनुहोस् भन्नुहुन्छ हजुर हजुर अब यो अन्तिमसम्म भिडियो हेरेर चाहिँ होइन तपाईँहरूले नै यो भिडियो हालिसकेपछि यति मिनट भनेर हजुरहरूले नै अन्तिममा थाहा हुन्छ थाहा हुनेछ अन्त अब हामी चाहिँ अब समथिङ उकालो सुरु भयो उकालो चाहिँ भर्खर सुरु भएको छ यहाँसम्म चाहिँ गाडी आउँछ हो यहाँसम्म कुनै बेला तपाईँहरू राजा बुद्ध बिहारमा आउनु सक्नुहुन्छ भने यहाँसम्म चाहिँ गाडी आउँछ हो कुनै पनि बाइक कार होइन यहाँसम्म चाहिँ आउँछ बसहरू यहाँबाट चाहिँ अब हामी पैदलै जानुपर्ने हुन्छ हो भन्दै अब यो भिडियोलाई चाहिँ अब स्टार्ट गरेर अब अन्तिमसम्म चाहिँ हाम्रो रोशन राणा मगरले चाहिँ हजुर तपाईँहरूलाई चाहिँ सम्पूर्ण देश विदेशका साथीभाइहरूलाई पनि होइन यसले चाहिँ अब यति मिनट लाग्ने रहेछ है भन्ने कुरो चाहिँ जानकारी हुन्छ भन्दै बाटो कस्तो छ त्यो पनि थाहा हुन्छ होइन बाटो कस्तो हुन्छ भनेर पनि थाहा हुन्छ अहिले चाहिँ यहाँ चाहिँ सायद यो खच्चरहरू अगाडि देख्नु भएको छ हजुर खच्चरहरू चाहिँ त्यो बिहार बनाउनको लागि कुनै पनि गाडीहरू नगएर चाहिँ यो सामान ओसार पसार गर्नको लागि चाहिँ यो खच्चरहरू चाहिँ यहाँनिर राखेको रहेछ ल एकदमै उहाँ सत्यप्राणीहरूलाई पनि हामी मैत्री भावना गर्छौँ ल एकदम साधु साधु ल धेरै धेरै धन्यवाद छ हाम्रो उहाँहरू पशु भएर पनि यसरी सेवा गर्नु भएको छ है तर मान्छेले बुझ्दैन मान्छे जाँड खाएर तपाईँको चाहिँ होइन कुट्ने पिट्ने झगडा गर्ने मारिदिन्छु भन्ने तर यो खचरले न पैसा मागेको छ न उसले मलाई दुःख भयो भनेको छ यस्तो उकालोमा बोकेको छ हजुर के भन्नुहुन्छ खचरको लागि हजुरले एकदम हेर्नुहोस् यो अब यहाँ चाहिँ अब भारी बोकेर हिँड्नको लागि अब मानिसहरूको चाहिँ पहिला त भारी बोकेर हिँड्थ्यो होइन अब मैले सुनेको थिएँ कि उहाँ यो पर्साको चाहिँ ठोडीबाट चाहिँ रोल्पा रुकुमसम्म नुन बोकेर जान्थ्यो अरे जान्थ्यो होइन भन्ने कुरा चाहिँ अब हामीले चाहिँ पाउँछौँ पुरानो बुढोपाकाहरूले होइन र अहिले चाहिँ के त भन्दा यो यति आधा घन्टा पनि समथिङ छैन होला यति भारी बोक्नु नसक्ने भइसक्यो मान्छेले त्यसको लागि पनि अहिले के त भन्दा यो खच्चरले युज गर्नु परिरहेको छ तपाईँहरूले देख्नुभयो होला खच्चर अहिले गएको होइन यो खच्चरले धेरै खच्चरले चाहिँ हामीलाई धेरै सहयोग गरिरहेको छ तर मान्छेले सहयोग गर्दैन पशुले सहयोग गरिरहेको छ धेरै सहयोग गरिरहेको छ भनेपछि के अहिले चाहिँ मान्छेहरू चाहिँ पशु भयो त अहिले होइन अब यो के त भन्दा त हामीले मान्छे कुकुर भयो कुकुर गधाले त भारी है साँच्चै बोकिरहेको छ भारी नै बोक्नु नखाए पनि होइन यो एउटा संस्थालाई चाहिँ होइन आर्थिक अलिकति सहयोग गर्यो भने पनि भारी त बोक्छ नि होइन मान्छेले बोक्नु पर्दैन कि यस्तो उकालो हामीले हिँड्नु जाने भने हो र अब यहाँ चाहिँ एक बोरा सिमेन्टी बोकेको चाहिँ तपाईँको यति बोकेको 500 दिएको अरे पहिला मान्छेले पनि बोकेको अरे यहाँ होइन हजुर पहिला मान्छेले बोकेको 500 रुपियाँ चाहिँ दिनु पर्थ्यो अरे अनि मान्छेले बोक्नु नसकेर चाहिँ अनि यो अहिले खच्चरबाट चाहिँ युज गरेको छ एकदम है सम्पूर्ण सामानहरू चाहिँ अब यो खच्चरबाट नै हाम्रो लानुपर्ने हुन्छ यहाँ इँटा ढुङ्गा बलुवा हजुर छडदेखि लिएर सबै अब पानीको चाहिँ अब व्यवस्था अलिकति भइरहेको छ हाम्रो यहाँ साथीले भिडियो पनि देखाउन सक्नुहुनेछ यो पानी पनि मोटर राखेर कति स्टेपबाट चाहिँ यो माथि पुर्याएको छ यो माथि पाइपमा गएपछि म देखाउने छु अब यहाँ एक राउन्डिङ घुमेपछि त्यो पाइप बाटोमा हामी आउँछौँ र पक्का पनि अहिले यो हाम्रो केन्द्रीय सदस्यज्यूले भने जस्तै पहिले हाम्रै बाजेहरूले तपाईँ हाम्रो पुर्खाहरूले चाहिँ गाडी पनि बोकेर लगेका थिए तपाईँ चाहिँ गाडी बोकेर काठमाडौँमा पुर्याएको अहिले पनि हामीले चाहिँ फोटोहरू देख्न सकिन्छ भिडियोहरू देख्न सकिन्छ त्यहाँ चाहिँ गीत गाउँदै होस्टेमा हिस्से गर्दै गाडी बोकेको हामीले पुरानो पूर्वजहरूको भिडियो हेर्न सक्छ तर उहाँहरू यो बालुवा चाहिँ तपाईँको झर्छ त्यस्तो धेरै झर्छ यसरी बालुवा झरेको छ र यो पक्कै पनि यो चाहिँ हाम्रो हिजो जिजुबाजेहरूले जति श्रम गर्नुभएको थियो त्यति श्रम चाहिँ अहिले नातिहरूले नगरेको पनि देखिन्छ त्यसले गर्दाखेरि पनि यो एउटा समयसँग एउटा परिवर्तन त हुनुपर्छ तर तपाईँको श्रम नगरिकन त हुँदैन होइन त्यसले गर्दाखेरि यहाँ अब म तपाईँहरूलाई देखाउँछु यहाँ पाइप हेर्नुहोस् यो पाइप धेरै तलबाट आएको पाइप छ यो ठाडै यसरी चाहिँ यहाँ लक बाँधेर होइन
ठाउँमा यसरी लक गरेर सिधै माथि लगेको छ तपाईँहरूलाई लाँदैछौँ धेरै छ यसरी ठाडै बाटो छ यसरी नाकले भुइँ छुन्छ यहाँ होइन एकदमै यहाँको चाहिँ आउँदाखेरि चाहिँ पसिना चाहिँ निक्लिसकेको छ मलाई चाहिँ अलिकति गाह्रो भएको छ होइन यो यसरी छ यहाँ चाहिँ अब धेरै जस्तो बेलको रुखहरू देख्न सक्नुहुन्छ यो बेलको रुख हो होइन यसरी यो सिन्दुरीको रुखहरू छ बेलको विभिन्न जडीबुटीको औषधिहरूको झारपात पनि हामी देख्न सकिन्छ बेलको विशेष गरेर छ एकदमै गर्मी एकदम भएको छ ओहो यसरी यस्तो उकालोमा अब कसरी चाहिँ हाम्रो खचडहरू ल्यायो होला अब हेर्नुहोस् त हामीलाई यति गाह्रो भएको छ अब यहाँ देख्नु भएको छ यो बाबियो भने चाहिँ यस्तो हुन्छ होइन तपाईँहरूले देख्नु भएको छैन भने बाबियो चाहिँ यो हो यो बाबियो रहेछ हजुर एकदम किरा धेरै आउँदो रहेछ आँखामा यसरी यहाँ पाइप यहाँ आइपुगेको छ यसरी हो है यसरी लगेको छ पाइपलाई ठाडै बाबियो छ यसरी बाबियो भन्छ यो भिरहरूमा हुन्छ धेरै जस्तो खर पनि छ होइन अब पाहाडमा हुँदाखेरि यो खर तल देख्नु भएको छ तल देख्नु भएको छ उहाँ हजुर अब यसरी तलको गाउँहरू देख्न सक्नुहुन्छ होइन यो अलिअलि टुवालो परेको छ यसरी देख्न सक्नुहुन्छ यसरी छ यो तलको गाउँहरू यहाँ एकदमै भिड छ यो तलतिर हेर्नुहोस् छाँगा छ यहाँ यसरी हामी लगभग अब यो यहाँ बिचमा आइपुग्यो होला त हामी हजुर छैन होला बिचमा एक स्टेप छ है आधा बसुना के बिग्न आएको हजुर आँखा मेरो त आँखाभित्र छिरेर मुखमा छिरेर हैरान गऱ्यो खचडाहरू पनि छ है ए ल अब हामी अहिले चाहिँ एकदमै यो खचड भुसुना आएको छ एकदमै यसरी हजुर देख्नुभयो होला अब आँखामा अब मलाई चाहिँ ओहो पुरा आँखा भरि छिर्न थाल्यो ल हेर्नुहोस् खचड यति बाटो दिनु होला ल जाऊ हेर ल जाऊ गेटी छ यसरी ल सेवा गरेको छ यसरी भाइहरूले एउटा आँखामा चाहिँ एकदमै के चाहिँ सबै भुसुना छिरेको छ आँखामा र यसरी हामी अहिले लगभग यहाँ हाम्रो चमेना गृह हाम्रा भिक्षुहरूले चाहिँ भोजन गर्ने ठाउँमा हामी अहिले आइपुगेका छौँ माथि यहाँ चाहिँ हाम्रो भिक्षुहरूले खाना खाने ठाउँ होइन हजुर यो खाना पनि त्यही पकाउँछ त एकदमै हामी यसरी
यसरी भुसुना यसरी आएको छ। कति पर्सेन्टसम्म थियो त्यो हामीलाई थाहा छैन। ओहो आँखामा के बिना भुसुना आएको है। ओहो यहाँ यसरी पाइप यसरी आएको छ। बाटो त हजुरले देखिराख्नु भएको छ, यस्तो ठाडो उकालो छ। अब यहाँ चाहिँ भोजनहरू तयार पार्ने ठाउँ हो यो माथि। तर खाना त यहीँ खाँदा ठिक लाग्यो त मलाई त, किनभने खाना खाएर यहाँ रेस्ट गरेर होइन बिस्तारै जाँदाखेरि ब्यालेन्समा आउँछ नि माथि। यहाँ मान्छेहरू अब धेरै मान्छे नआउने अनुमान गरेको छु मैले। आउनु सक्दैन नि यस्तो ठाउँमा, धेरै दुःख छ यहाँ आउनुलाई। किनभने अब यो तपाईँ केबल कार राख्यो भने हुन्छ, यतिमा केबल कार राख्न सकिन्छ नि है। सक्छ। भविष्य योजना त त्यही हो होइन त, त्यही हो। तर यहाँ माथि मन्दिर व्यवस्थित हुनु पर्यो नि। त्यहाँ पहिले बन्दैछ नि त, संरचना बन्दैछ नि त। अब तपाईँको हिसाबमा चाहिँ त्यही भएर यो भरतालबाट राखिदियो भने हुन्छ क्या केबल कार। बाटो बन्नु सकिहाल्छ। किन भरताल घुम्न आउँछ नि त देश विदेशबाट, गाडीले अनि पुगेर जाउँ भनेर चढ्छ। हजुर अब यस्तो छ, एकदमै भुसुना आइराखेको छ। यही हो बेलको रुखहरू छ यसरी। तर धेरै जस्तो बेलको रुख देख्छु है यहाँ। बेल त औषधि हो त। असारसम्म हुने रहेछ। हामी असारमा आउँदाखेरि भेटेको थिएँ है। आउँदाखेरि खाना भन्जेलाई खाना खानु आएको ए हरिहरि थियो। खाएँ। अब यसरी छ साथीहरू, एकदमै यो आँखामा चाहिँ भुसुना छिरेर आँखा हेर्न देखाएन। यहाँ जुस बनाएर डाँडा बेच्ने हो भने ए मान्छे तलदेखि खाना आउँछ नि। हो बेलको जुस, बेलको जुस राम्रो हुन्छ नि त। कहाँदेखि जान्छ नि त उहाँ पर्सेन्टेज हो पसिना छुट्यो है। अरूभन्दा नि भुसुना छ नि छिरेकै हो आँखाभित्रभित्र। बाबियो यहाँ त टन्नै रहेछ त बाबियो त है, पाकै भरि रहेछ यहाँ। ल तर बाबियो त बाबी नै औषधि हुँदो रहेछ नि त। मर्केको पड्केको होला है, त्यसको खरानीले पनि निक्लिनु रहेछ। हो त घाउमा तपाईँको यो बाबियो डढाएर त्यो खरानी लगाएर तपाईँको चाहिँ टाँदियो भने त्यो विषय नभएसम्म नछोड्दो रहेछ। त्यही भएर पहिले पहिले बुढापाकाहरूले यो बाबिएको घर चाहिँ बाँध्यो, त्यो औषधि सिकाएन के, त्यो घर बाँधेर के फाइदा। त्यही त होइन र डोरी बाँधेर सिकायो। डोरी बाँध्नु चाहिँ सिकायो होइन। यसरी पाइप तलबाट आएको थियो, यसरी यता पुगेको छ। अब यता चाहिँ यहाँ आवासीय छ उहाँहरूलाई स्वाइन गर्ने ठाउँ, भन्तीजीहरूको स्वाइन गर्ने ठाउँ यहाँ अगाडि। अब यो माथि चाहिँ हाम्रो कोलमराजा बुद्ध विहारमा अब हामी देख्दैछौँ। अहिले हामी ठ्याक्कै 19 मिनटमा लागेको छ। हामी अलिकति फटाफट हिँड्न सकिएन, त्यसले गर्दाखेरि चाहिँ अलिकति 1-2 मिनट तलमाथि हुनसक्छ। हजुरले हेर्दै हुनुहुन्छ। अब हामी कति मिनटमा चाहिँ गोरुराजा बुद्ध विहारको गेटमा पुग्दो रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले हजुर हामी सुई हिँडेका छौँ। तर अरू आउने पनि यही तरिकाले हो, छिटो आउने पनि यही हो, ढिलो आउने पनि यही हो। छिटो आउने बिचमा ठ्याक्छ बस्छ होइन, ढिलो आउने लम्किएर हिँड्छ। अब हामी चाहिँ लगभग अब आइपुग्नु लाग्यो। प्रतीक्षा गर्नु होला हजुरहरूले। अब केही समय मात्रै बाँकी छ।
कति मिनटमा आइपुग्दो रहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै त्यो फेदीबाट ठ्याक्कै उकालो सुरु भएपछि मैले लिएको छु। अब हामी लगभग आइसकेका छौँ। त्यसले गर्दाखेरि अब यो देख्नु भएको छ ल। अब हामी चाहिँ लगभग आइसकेका छौँ। अब बल्ल उक्लियो। अब हामी अब यताबाट टक्क हामी चाहिँ गोलमा राजा बुद्ध विहारमा आइपुग्यौँ है। कति मिनट लाग्दो रहेछ होइन ठ्याक्कै हजुरले चाहिँ हेर्नुभयो होला। ल भन्दै अहिले हामीसँग यता बन्देजी पनि यता हुनुहुन्छ। ल हामी चाहिँ ठ्याक्कै 20-21 मिनटमा हामी यहाँ आइपुग्दो रहेछ। हजुरले चाहिँ यो टाइमलाई थाहा पाउनु भयो। गोलमा राजा बुद्ध विहारमा उनलाई कति समय लाग्छ त भन्दाखेरि हामी 21 मिनटमा चाहिँ यहाँ ठ्याक्कै आइपुग्छ तल फेदीबाट। भवतु सब मङ्गलम। साधु साधु साधु।